नमस्कार साथीहरू, आजको यो सेसनमा मैले तपाईहरुलाई केही दिनको अन्तराल पछाडि एउटा नयाँ स्पेशल भिडियो लिएर उपस्थित भइसकेको छु र आजको भिडियोमा मैले तपाईहरुलाई विशेष गरेर नयाँ साथीहरुको लागि हामीले यो भिडियोहरु प्रस्तुत गर्ने क्रममा आज पनि म नयाँ साथीहरुले जसले भर्खरै मात्र तपाईले ट्रेड गर्न खोजिराख्नु भएको छ हैन, त्यसको लागि कम्पनी सिलेक्सन कसरी गर्ने त, कुन कम्पनीमा ट्रेड लिने, कस्ता कम्पनी हेर्ने, कसरी ती कम्पनी छान्ने हैन, हाउ टु सेलेक्ट द कम्पनी फर ट्रेड है, ट्रेडको लागि कस्ता कम्पनी कसरी सिलेक्ट गर्ने त्यो बारेमा एकदमै सटिक तपाईलाई कुराहरु चाहिँ प्रस्तुत गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नु होला अनि र तपाईहरुलाई पनि कुनै टेक्निकल फन्डामेन्टलको कुराहरु सिक्न छ भने च्यानलमा तपाईहरु जोडिराख्नु होला। हामी यसमा चाहिँ टेक्निकल र फन्डामेन्टल एनालाइसिस जुन स्टक मार्केटसँग रिलेटेड कन्टेन्टहरु हामी तपाईहरुलाई प्रस्तुत गर्ने गरिराखेका छौं। र अब तपाईले हेर्नुहुन्छ भने जस्तै धेरैको समस्या भनेको के हो त भन्दा कम्पनी सिलेक्सन हैन, कम्पनी कसरी सिलेक्ट गर्ने त, कुन चाहिँ कम्पनीमा ट्रेड गर्ने, कसरी छान्ने भन्ने कुराहरुलाई लिएर यो भिडियोमा हामीले प्रस्तुत गरेका छौं। र धेरैवटा तरिका मध्ये तपाईहरुलाई एकदमै सजिलो है, नयाँ साथीहरुको लागि पनि काम लाग्दो होस् भनेर सजिलो आइडिया चाहिँ तपाईहरुलाई सबैभन्दा इजिएस्ट वे तपाईहरुलाई प्रस्तुत गर्दैछु। त्यसको लागि सिम्पली तपाई कहाँ जानुस् त भन्दा नेप्सेको अफिसियल साइटमा जानुस्, जसलाई चाहिँ हामी नेप्से भनेर हामीले भनिरहेका हुन्छौं। यो नेप्सेको अफिसियल साइटमा तपाईहरु जान सक्नुहुन्छ र त्यहाँ गइसके पछाडी तपाईले यो पेजमा अलि तलपट्टि यो तपाईले मोबाइलबाट पनि खोल्न सक्नुहुन्छ, www.nepalstock.com मा जान सक्नुहुन्छ अथवा नेप्से भनेर गुगलमा हाल्नु भयो भने पनि यो साइट चाहिँ खोल्छ। तपाईले मोबाइलबाट पनि ब्राउजरबाट खोल्न सक्नुहुन्छ, ल्यापटप कम्प्युटरबाट त खोल्न सकिहाल्यो हैन। अनि त्यसपछि तपाईले यो अब तपाईले जुन ट्रेड लिनलाई खोज्नु भएको छ, किन्ने कम्पनी खोज्नु भएको छ भने आज जसै भनौं न भोलि तपाईले किन्न खोज्नु भएको छ, आजै जसो तपाईले के गर्नु पर्यो, एनालाइसिस गर्नु पर्यो र भोलि के किन्ने भनेर तपाईहरु रेडी भएर बस्नु पर्यो है। अब त्यसको लागि सबभन्दा तपाईले बेस्ट हेर्नै पर्ने भनेको के हेर्नु पर्यो त भन्दाखेरि पहिला सुरुमा नेप्सेको ट्रेन्ड, ओभरअल ट्रेन्ड के छ भनेर तपाईले वाच गर्नु पर्यो है। नेप्से घटेको छ अथवा बढेको छ भनेर तपाईले सामान्य जानकारी लिनु पर्यो। अब जस्तै अहिले मैले भिडियो बनाउँदा नेप्से घटेको देखियो, यहाँ -13 अंकको डिक्लाइन देखियो। अब सबैभन्दा राम्रो त नेप्से पनि बढेको बेलामा ट्रेड लिनु राम्रो हुन्छ है, एकदमै बेस्ट भनेको त त्यो हुन्छ। तर कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि नेप्से घटिराखे पनि कुनै सेक्टरहरु चाहिँ बढिराखेको हुन्छ, त्यसकारण तपाईहरुले त्यो सेक्टर चुज गर्नु पर्यो। नेप्से घट्दा पनि बढ्ने सेक्टर चाहिँ तपाईले चुज गर्नु पर्यो। अब त्यो कसरी गर्ने त भन्दा सिम्पली जस्तै यहाँनिर अहिले चाहिँ के भएको छ, नेप्से घटेको छ नि हैन। अब त्यसको लागि तपाई केमा जानुस् त भन्दा यो फोर लाइनमा तपाई जानुभयो भने यहाँनिर चाहिँ तपाईले सब इन्डेक्स यहाँनिर जान सक्नुहुन्छ है। अब यहाँनिर गइसके पछाडी तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ, जस्तै यहाँनिर बैंकिङ सेक्टर रेडमा छ, यो घटेको रहेछ। डेभलपमेन्ट बैंक चाहिँ बढेको छ, हेर्नुस् ग्रीन छ नि त, अनि 1.19% ले यो चाहिँ बढेको छ। त्यस्तै अलि तल सार्नु भयो भने अदर सेक्टर पनि 2.46% ले चाहिँ बढेको छ। भनेपछि नेप्से घटे पनि यो सेक्टर त बढेको छ नि त हैन। त्यसकारणले हामी ट्रेडरलाई नेप्सेसँग कुनै सरोकार हुँदैन, ट्रेडरलाई कहिले पनि नेप्सेसँग सरोकार हुँदैन। केसँग सरोकार हुन्छ त भन्दा कुन सेक्टरमा ट्रेड चलिराखेको छ त भनेर तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तो अब डेभलपमेन्ट बैंकमा हेर्नु पर्यो भने डेभलपमेन्ट बैंकमा ओभरअलमा 15 वटा डेभलपमेन्ट बैंकमा 11 वटा बढेको रहेछ, 4 वटा घटेको रहेछ। अब त्यस्तै तपाईले अदर सेक्टरमा जानु पर्यो भने अदर सेक्टरमा के छ त भन्दा 3 टा बढेको रहेछ, 3 टा घटेको रहेछ हैन। अब यो कुरा तपाईले पत्ता लगाएपछि दुईटा कुरा त तपाईले थाहा पाउनु भयो कि डेभलपमेन्ट बैंक र यो अदर सेक्टर चाहिँ बढेको देख्नु भयो है। अब त्यसपछि तपाई कहाँनिर जानुस् त भन्दा तलपट्टि जाँदाखेरि चाहिँ अब यहाँनिर चाहिँ टप टर्नओभर र टप भोल्युमको स्टकहरु हेर्नु पर्यो है। यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ, यता टप टर्नओभर भनेको कारोबारको आधारमा है, कारोबारको आधारमा कुनको धेरै भयो तपाईले ध्यान हेर्न सक्नुहुन्छ। टप भोल्युम्स भनेको चाहिँ ट्रेडेड शेयर कति किता बराबरको किता, कति किता कसको धेरै किता कारोबार भयो त, किताको आधारमा है, नम्बर अफ शेयरको आधारमा भोल्युमबाट हेर्न सक्नुहुन्छ। टर्नओभर भनेको पैसा अमाउन्टको आधारमा है, पैसाको आधारमा तपाईले हेर्न सक्नुहुन्छ। भने आज यो मैले भिडियो बनाउँदा इक्जाम्पलको लागि तपाईलाई बनाएको, अब सधैँ यही त हुँदैन, चेन्जेस भइराखेको हुन्छ हैन। जस्तै राडी भन्ने कम्पनीको सबैभन्दा धेरै टर्नओभर आएको रहेछ, यूपीसीएल को टर्नओभर धेरै रहेछ, क्रिस्ट
यसको पनि टर्नओभर धेरै रहेछ, एनजिपिएलको टर्नओभर धेरै रहेछ, एलबिबिएलको टर्नओभर धेरै रहेछ। अब तपाईँले के बुझ्नु पऱ्यो, अझै यहाँभन्दा नि हेर्नुहुन्छ भने योभन्दा तलको नि यो टप 5 हो, यहाँभन्दा तल पनि हेर्नुहुन्छ भने यहाँबाट छ। अनि त्यस पछाडि एसएचपिसी, एनएमआइसी छ, एनआरएन छ होइन, एचआरएल छ, एनआरआइसीहरू छ है। अब तपाईँले बेस्ट कसरी सिलेक्ट गर्ने त भन्दाखेरि अहिले हामीले हेरेका थियौँ नि त, 2वटा सेक्टरमा चाहिँ ग्रिन भएको छ। अब घटेको सेक्टर हुन त यहाँ अब टप टर्नओभरमा आज हाइड्रो पावर धेरै देखिएको छ, तर हाम्रो विशेष फोकस भनेको के हुनु पऱ्यो भन्दा कि त त्यो सेक्टर डेभलपमेन्ट ब्याङ्किङ सेक्टर हुनु पऱ्यो। किन डेभलपमेन्ट ब्याङ्किङ सेक्टर हुनु पऱ्यो भन्दा डेभलपमेन्ट ब्याङ्क चाहिँ बढेको छ नि त होइन, ग्रिन छ, र अदर सेक्टरको हुनु पऱ्यो। भनेपछि डेभलपमेन्ट ब्याङ्क र अदर सेक्टरमा बढेको स्टक कुन हो र त भन्दाखेरि सबैभन्दा धेरै बढेको भनेको डेभलपमेन्ट ब्याङ्क र अदर सेक्टरमा हेर्नुहुन्छ भने एचआरएल, एनआरआइसी चाहिँ देखियो है। अनि डेभलपमेन्ट ब्याङ्कमा चाहिँ कुन देखियो, एलबिबिएल देखियो। अब तपाईँले अरू त अब के भयो त भन्दाखेरि घटेको छ होइन, ओभरअल सेक्टर चाहिँ घटेको छ, जस्तै हाइड्रो पावरमा घटेको छ। अब हामीले चाहिँ बढेको सेक्टर पनि चाहिएको छ र स्टक पनि पोजिटिभ भएको, धेरै टर्नओभर भएको स्टक चाहिएको छ भने जस्तै तपाईँले इक्जाम्पलको लागि एलबिबिएल हेर्न सक्नुभयो। अनि त्यस पछाडि अर्को सेक्टरमा हेर्दाखेरि चाहिँ अदर सेक्टर अन्तर्गतको यो चाहिँ एलबिबिएल भनेको डेभलपमेन्ट ब्याङ्क पर्यो होइन, र अदर सेक्टरको एचआरएल र एनआरआइसी पर्यो। अब तपाईँले यिनीहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ है। अब तपाईँले यी स्टकलाई चाहिँ के गर्न सक्नुहुन्छ भन्दा अब चार्टमा लगेर हेर्न सक्नुहुन्छ। जस्तै अब सिम्पली तपाईँले चार्टमा लैजाउँ है, जस्तै अब अघि मैले हेरेको एलबिबिएललाई तपाईँले लानुभयो लुम्बिनी विकास ब्याङ्कमा होइन। अब यसमा त हेर्नुहुन्छ भने ऱ्यापिडली यहाँबाट अपट्रेन लागेको अहिले निकै नै अपट्रेन पुगिसकेको छ, अलमोस्ट यो धेरै नै बढिसकेको छ। अब यसमा चाहिँ तपाईँले एउटा फिबोनाची भन्ने लगाउनु भयो भने, पिभोट फिबोनाची भन्ने लगाउनु भयो भने यहाँबाट के गर्न सक्नुहुन्छ त भन्दाखेरि अब लगभग यसको पहिलाको रेजिस्टेन्स एरिया यहाँसम्म थियो होइन, लगभग 486 को रेन्जमा चाहिँ रेजिस्टेन्स एरिया थियो, अलमोस्ट यो रेजिस्टेन्स एरियामा आएको रहेछ। अब यस्तोलाई तपाईँले नयाँ स्टक बाई गर्नलाई चाहिँ अलिकति रिस्की मानिन्छ है। एट द सेम टाइम तपाईँले हेर्नुभयो भने आरएसआईको लेभल पनि 76 एबभ छ भनेपछि 76 भन्दा माथि छ भनेपछि अलिकति रिस्की जोनमा छ भन्ने बुझ्यो। अब यसलाई पनि हामी त्यति बेस्ट देखेनौँ। अब अर्को मैले तपाईँलाई अघि भनेको के थियो त भन्दाखेरि अर्को स्टक कुन थियो, एचआरएल हेरौँला है इक्जाम्पलको लागि है। फेरि मैले तपाईँलाई यिनै स्टक किन्न र बेच्नलाई रेकमेन्ड गरेको होइन फेरि है। तपाईँले यो भिडियो पछि हेर्नुभयो 1 महिना पछाडि भने अरू नै स्टक त्यहाँ देखिन सक्छ है। अब जस्तो एचआरएलमा हेर्नुहुन्छ भने के छ त भन्दा एचआरएल भर्खरै यहाँनिर चाहिँ एउटा सपोर्ट लेभलमा सपोर्ट लागेर बढ्न खोजेको रहेछ भनेपछि अलिकति सम्भावना चाहिँ तपाईँले के देख्नुभयो त भन्दाखेरि भोल्युम टर्नओभर पनि राम्रो आएको र सेक्टर पनि बढेको र यो स्टक पनि बढेको कारणले गर्दा एउटा तपाईँले वाचमा चाहिँ एचआरएललाई हेर्न सक्नुहुन्छ। अनि अर्को त्यस्तै अर्को अहिले मैले के भनेको थिएँ भन्दा एनआरआइसी है, एनआरआइसी। अब एनआरआइसीमा पनि तपाईँले हेर्नुहुन्छ भने के छ त भन्दा यो पनि निकै करेक्सन सके पछाडि लगभग करेक्सन पुरा गरेर अब फेरि एउटा बढ्ने अवस्थामा चाहिँ देखिएको होइन, धेरै हाईमा पनि नपुगेको, सपोर्टबाट चाहिँ बिस्तारै फर्किएको। अब जसको आरएसआईको लेभल पनि हेर्नुहुन्छ भने लगभग तपाईँको बिलो 30 भन्दा तल पुगेर फर्किन लागेको भनेपछि केही पोजिटिभ सेन्टिमेन्ट चाहिँ एनआरआइसीमा तपाईँले देख्न सक्नुभयो। अब यसमा तपाईँले बाई गर्ने भने के गर्नु पर्यो त भन्दा जस्तो अब अहिले केमा छ, यो यास2मा छ है, यो रेन्जमा तपाईँले बाई गर्नुभएको छ भने यो पिभोट फिबोनाची तपाईँले अब यो पिभोट फिबोनाची कसरी लगाउने भन्ने फिबोनाची पिभोटको भिडियो पनि तपाईँलाई च्यानलमा छ, त्यो भिडियो गएर एकचोटि हेर्नु होला होइन। अब जस्तै यहाँनिर किन्नुभयो अहिले कतिमा छ, 1222मा छ, यहाँनिर छ होइन। अब यसको स्टप लस तपाईँले कहाँ राख्न सक्नुहुन्छ त भन्दा यो पोइन्टमा स्टप लस राख्न सक्नुहुन्छ। 1100 लगभग 80 को रेन्जतिर चाहिँ तपाईँले स्टप लस लगाउन सक्नुहुन्छ। अब यो रेन्जसम्मको घटाइलाई वेट गर्ने, अब यहाँभन्दा माथि हुँदासम्म चाहिँ तपाईँले वेट गर्ने र होल्ड गर्ने र त्यस पछाडिको पहिलो टार्गेट बी र दोस्रो टार्गेट लगभग R1 सम्मको टार्गेट भनेको 1335 सम्मको तपाईँले टार्गेट राखेर सजिलोसँग ट्रेड लिन सक्नुहुन्छ है। यो फर इक्जाम्पलको लागि तपाईँलाई देखाएँ, यसरी चाहिँ तपाईँले ट्रेड लिन सक्नुहुन्छ। नयाँ साथीहरूले जसलाई धेरै इन्डिकेटरहरू, प्राइस एक्सनहरू, एसएमसी कन्सेप्टहरू धेरै कुरा पनि तपाईँलाई थाहा छैन भने पनि नर्मल्ली यति कुरा हेरेर पनि तपाईँले सजिलोसँग ट्रेड चाहिँ लिन सक्नुहुन्छ। र तपाईँले यो स्टक किन्ने बेलामै तपाईँले नोट डाउन गर्नुहोस्, मैले यतिमा किनेको, मेरो स्टप लस पोइन्ट यतिमा हो, मैले बेच्ने टार्गेट यतिमा हो भनेर
पेपर ट्रेडिङ भन्छौँ हामी, त्यो पेपर ट्रेड गरेर तपाईँले पेपरमा राख्नुहोस् ताकि ठ्याक्क त्यो रेन्जमा आइसके पछाडि अनि तपाईँले बेच्ने बेला भयो कि के गर्ने बेला भयो भनेर तपाईँले हेर्न सक्नुहुन्छ। यसरी तपाईँले नर्मल्ली पनि है स्टक सेलेक्सनका विभिन्न आधारमध्ये यो एकदमै सजिलो र सबैलाई काम लाग्दो आधार हो। यस्ता धेरै आधारहरू छन्। आगामी दिनमा ती भिडियोहरू पनि म बनाउला। यदि त्यस्ता भिडियोहरू तपाईँलाई चाहिन्छ भने भिडियोको तल कमेन्ट सेक्सनमा आई वान्ट चाहिँ लेख्न नबिर्सनु होला र भिडियोलाई लाइक गर्नु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला है। अनि त्यस पछाडि तपाईँले यसरी हेरेर नर्मल्ली के तपाईँलाई धेरै कुराहरू पनि जान्नु परेन, नर्मल्ली पिभोट र आरएसआई मात्रै तपाईँले लगाएर अनि त्यस पछाडि टप टर्नओभर र भोल्युम आएको र फेरि अघि नै मैले भनिहालेँ जुन सेक्टरमा चाहिँ पोटेन्सियल छ त्यो सेक्टरको स्टकलाई चाहिँ तपाईँले लिएर ट्रेडको लागि चाहिँ हेर्न सक्नुहुन्छ। धन्यवाद।